सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी जवान प्राविधि, सशस्त्र प्रहरी बल जवान पदको प्रतियोगितात्मक लिखित परीक्षा जुन चाहिँ हाम्रो अब चाहिँ जेठ महिनामा तोकेको छ तपाईको सशस्त्र प्रहरीको एक्जाम, जसमा चाहिँ के छ पूर्णाङ्क कति हुन्छ 100 मार्क्स हुन्छ। पहिला ध्यान दिनु, सशस्त्रको 100 मार्क्स हुन्छ, जसमा समय 3 घण्टा हुन्छ। उत्तीर्ण तपाईले 40 ल्याउनु पर्ने हुन्छ है। विषय के हुन्छ अंग्रेजी, नेपाली, गणित र सेवा सम्बन्धी। अंग्रेजी, गणित र नेपाली र सेवा सम्बन्धी। नेपालीबाट 30 मार्क्स सोध्छ, 20 मार्क अंग्रेजी, 20 मार्क गणित, भनेपछि कति भयो 30 मार्क्स, योबाट 20 मार्क्स 20 मार्क्स 50 2 70 अनि 30 मार्क्स चाहिँ सेवा सम्बन्धीबाट सोध्छ। अब यति गरे 100 मार्क्स पुरै हुन्छ है। तपाईलाई अर्को ध्यान दिनुपर्ने के कुरा छ भने यो ध्यान दिनु, उत्तर पुस्तिकामा प्रश्नपत्र के अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ, उल्लेख नगरेमा उत्तर पुस्तिका रद्द हुनेछ। साथै परीक्षामा क्याल्कुलेटर मोबाइल प्रयोग गर्न पाइने छैन। प्रत्येक सेक्सन भनेको प्रत्येक जस्तै नेपालीको छुट्टै, गणित, अंग्रेजी र सेवा सम्बन्धी भनेको प्रत्येक सेक्सनको उत्तर छुट्टा छुट्टै उत्तर पुस्तिकामा लेख्नु पर्ने छ, अन्यथा उत्तर पुस्तिका रद्द हुनेछ। जस्तै नेपालीको छुट्टै, अंग्रेजीको छुट्टै, गणितको छुट्टै र सेवा सम्बन्धीको छुट्टा छुट्टै उत्तर पुस्तिकामा नलेखन तपाईको उत्तर पुस्तिका रद्द हुनेछ। एउटा त्यो ध्यान दिनु होला। फर्स्टमा के सोच्छ तपाईलाई सेक्सन एमा अब्जेक्टिभ क्वेशन अथवा जसमा चाहिँ मल्टिपल चोइस हुन्छ, जसमा 15 क्वेशन सोच्छ, एउटा क्वेशनको 2 मार्क्स हुन्छ, 15 × 2 30 हुन्छ, हो हैन। अब प्रश्न नम्बर 1 मा छ, ध्यान दिइरहनु ल। 1 को गइरहेको छ, ध्यान दिइरहनु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुस् र भिडियो मन परे लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु। हाम्रो च्यानलमा प्रत्येक दिनमा तपाईको यो सशस्त्र एक्जामसम्म हाम्रो प्रत्येक दिन भिडियो आउने छ, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। प्रश्न नम्बर 1 मा छ, केन्द्रीय सुरक्षा समितिको अध्यक्ष डडर पनि रहने व्यवस्था छ भनेछ। जुन चाहिँ केन्द्रीय सुरक्षा समितिको अध्यक्षमा डडर पनि रहने व्यवस्था छ भनेछ। क मा छ बलाधिकृत, ख मा छ प्रधान सेनापति, ग मा छ प्रधानमन्त्री र घ मा छ गृहमन्त्री अथवा राज्य मन्त्री भनेको छ। यसको राइट आन्सर के हो भनेपछि गृहमन्त्री अथवा राज्य मन्त्री हो है। प्रश्न नम्बर 2 मा ध्यान दिनु ल। सशस्त्र प्रहरी ऐन 2058 को परिच्छेद 3 मा के सम्बन्धी व्यवस्था गरेको छ भनेछ। क मा आचरण, ख मा विधा, ग मा सेवाका शर्तहरू र घ मा सेवाका सुरक्षा भनेको छ। यसको राइट आन्सर रहेको सेवाका शर्तहरू। प्रश्न नम्बर 3 ध्यान दिइरहनु ल। सशस्त्र प्रहरी परिचार सशस्त्र प्रहरी परिचर कुन श्रेणीमा पर्दछ भनेछ। प्रथम, द्वितीय, तृतीय र कुनै पनि पर्दैन भनेको छ। यसको राइट आन्सर रहेको छ कुनै पनि पर्दैन। प्रश्न नम्बर 4 ध्यान दिइरहनु ल। सशस्त्र प्रहरी कर्मचारीले वर्षमा कति दिन बिरामी बिदा पाउँछ भनेको छ। 4 दिन, बिरामी नभए पाउँदैन, ग मा 30 दिन र घ मा 12 दिन भनेको छ। यसको राइट आन्सर 12 दिन पाउँछ है। प्रश्न नम्बर 5 तिर गइरहेको छौं, ध्यान दिइरहनु ल। 5 मा छ, सशस्त्र प्रहरी बल नेपालको संगठन प्रमुख कुन श्रेणीको हुन्छ भनेछ। क मा छ राजपत्राङ्कित प्रथम श्रेणी, राजपत्राङ्कित द्वितीय श्रेणी, राजपत्राङ्कित वृष्टीय श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणी भनेको छ। यसको राइट आन्सर रहेको छ हाम्रो ग को राजपत्राङ्कित विशिष्ट श्रेणी। प्रश्न नम्बर 6, सशस्त्र प्रहरी बल नेपालको तालुक मन्त्रालय तलका मध्ये कुन हो भनेछ। क मा रक्षा मन्त्रालय, ख मा गृह मन्त्रालय, ग मा जनसंख्या मन्त्रालय, घ मा श्रम मन्त्रालय भनेको छ। यसको राइट आन्सर रहेको छ ख को गृह मन्त्रालय। प्रश्न नम्बर 7, सशस्त्र प्रहरी बल नेपालको हालसम्म कतिवटा नियमावली प्रयोगमा आएका छन् भनेको छ। क मा 3, ख मा 5, ग मा 2 र घ मा 1 भनेको छ। यसको राइट आन्सर हो एउटा। प्रश्न नम्बर 8 मा, सशस्त्र प्रहरी बल नेपालको कार्य मध्ये डडर हो भनेछ। क मा अपराध अनुसन्धान कार्य गर्ने, ख मा ट्राफिक व्यवस्थापन गर्ने, ग मा चेली बेचबिखनको रोक्ने र घ मा सीमा सुरक्षा गर्ने भनेको छ। यसको राइट आन्सर रहेको छ ट्राफिक व्यवस्थापन गर्ने। प्रश्न नम्बर 9 ध्यान दिइरहनु। 9 मा छ, सशस्त्र प्रहरी सेवा आयोगको सदस्य सचिव को रहने व्यवस्था छ भनेछ। क मा लोक सेवा आयोग, ख मा रक्षा मन्त्रालय वा रक्षा मन्त्री राज्य मन्त्री, ग मा गृह सचिव र घ मा सशस्त्र प्रहरी महानिरीक्षक भनेको छ। यसको राइट आन्सर रहेको छ सशस्त्र प्रहरी महानिरीक्षक। प्रश्न नम्बर 10, केन्द्रीय सुरक्षा समितिको अध्यक्ष को रहने व्यवस्था छ भनेछ। क मा प्रधानमन्त्री, ख मा रक्षा मन्त्री वा रक्षा राज्य मन्त्री, ग मा गृह मन्त्री वा गृह राज्य मन्त्री र घ मा नेपाली सेनाको प्रधान सेनापति भनेको छ। यसको राइट आन्सर गृह मन्त्री वा गृह।
प्रश्न नम्बर 11 मा छ सशस्त्र प्रहरी बल नेपालको दरबन्दी संख्या कसले तोकिदिएको बमोजिम हुनेछ भनेको छ। कमा छ सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, खमा रक्षा मन्त्रालय, गमा नेपाल सरकारले, घमा गृह मन्त्रालय भनेको छ। यसको राइट एन्सर रहेको छ नेपाल सरकार। प्रश्न नम्बर 12 सशस्त्र प्रहरीका प्रथम आइजिपीलाई कुन ठाउँमा हत्या गरिएको थियो भनेको छ। कमा 7 दोबाटो ललितपुर, खमा जाउँला खेल ललितपुर, गमा सिफल काठमाडौँ, गमा कुसुन्ती ललितपुर। यसको राइट एन्सर रहेको छ घको कुसुन्ती ललितपुरमा हत्या गरेको थियो। प्रश्न नम्बर 13 मा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय कहाँ रहेको छ भनेको छ। कमा ठुलो ब्यान्ज्याङ, खमा स्वयम्भू, गमा हलचोक र घमा बालाजु भनेको छ। यसको राइट एन्सर रहेको छ हलचोक। प्रश्न नम्बर 14 मा सशस्त्र प्रहरी निरीक्षकको दर्जानी चिन्ह तलका मध्ये कुन हो भनेको छ। कमा धानको बाला क्रस खुकुरी र 2 तारा, खमा धानको बाला क्रस खुकुरी र 2 तारा, गमा क्रस डण्डा, घमा धानको बाला क्रस खुकुरी र चन्द्र र सूर्य भनेको छ। यसको राइट एन्सर रहेको छ क्रस खुण्डा। प्रश्न नम्बर 15 ध्यान दिएर हेर्नु ल। सशस्त्र प्रहरी कर्मचारीलाई जेल सजाय हुने कानुन तलको मध्ये कुन हो भनेछ। कमा प्रहरी सशस्त्र प्रहरी ऐन 2058, खमा सशस्त्र प्रहरी नियमावली 2072, गमा सशस्त्र प्रहरी ऐन 2012 र प्रहरी नियमावली 2071 भनेको छ। यसको राइट एन्सर रहेको छ सशस्त्र प्रहरी ऐन 2058 भनेको छ। अब हामी नेपालीतिर गइरहेको छौँ, नेपाली ध्यान दिएर हेर्नु ल है। नेपालीको 30 मार्क्स सोध्छ, 30 मा चाहिँ तपाईले 2 मार्क्सको यो सोध्छ। एकमा छ सर्वनाम भनेको के उदाहरण दिनुहोस् भनेको छ। अब तपाईलाई सर्वनाम भनेको के हो र यसको उदाहरण दिनु पर्यो है, ध्यान दिएर हेर्नु ल, म लेखिदिन्छु। सर्वनाम भनेको के हो र यसको उदाहरण दिनु पर्दाखेरि यसको एन्सर हो नाम पदको, जुन चाहिँ नाम पदको सट्टामा नाम पदको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। इक्जाम्पल उदाहरण पनि दिनु भने हैन, उदाहरण दिनुहोस् भने चाहिँ उदाहरण के हो, जस्तै उ म हामी, यो उदाहरण हो कि हैन, उ म हामी। जस्तै सर्वनाम भनेको के उदाहरण दिनुहोस् भने नाम पदको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ, जस्तै उ म हामी। अब 2 मा छ तल दिएका वाक्यहरूमा नाम कुन हुन् भनेछ। नाम चाहिँ कुन हुन् भनेछ। अब यो 2टा वाक्य दिएछ, त्यसमा नाम चाहिँ कुन हुन् भनेछ। कमा छ गाई नेपालको राष्ट्रिय जनावर हो भनेछ। अब यसमा चाहिँ नाम चाहिँ कुन हुन् भन है। यसमा चाहिँ नाम एउटा नाम हो गाई नाम हो, अनि अर्को के हो नेपाल पनि नाम हो, अनि अर्को के हो जनावर भन नाम हो। गाई नेपाल र जनावर चाहिँ नाम हुन्। प्रश्न नम्बर खमा यसको अप्सन नम्बर खमा के छ, म पोखरा घुम्न जान्छु। यो मध्ये नाम कुन हो भनेको छ। यसमा नाम के हुन्छ, एउटै मात्र छ नाम, जुन चाहिँ पोखरा हो है। पोखरा चाहिँ नाम हो, नाम चाहिँ पोखरा। प्रश्न नम्बर 3 मा छ, 3 को ध्यान दिएर हेर्नु ल। 3 मा के भनेछ, तलका वाक्यलाई कोष्ठबाट उपयुक्त विशेषण छान्नुहोस् भनेछ। कमा चिनी डरर हुन्छ, तितो चिसो गुलियो। यो के हो, यो त सबैले थाहा पाउनु पर्ने। चिनी चाहिँ के हुन्छ, गुलियो हुन्छ। प्रश्न नम्बर खमा रगतको रङ डरर हुन्छ, हरियो रातो गुलाबी। यसको राइट एन्सर हो रातो। प्रश्न नम्बर 4 मा छ अंग्रेजीमा अनुवाद गर्नुहोस् भनेछ। कमा छ मलाई अमिलो मन पर्छ भनेछ। अब यो अंग्रेजीमा लेख्नुहोस् भनेछ न, ध्यान दिएर हेर्नु ल। मलाई के भनेछ, मलाई अमिलो मन पर्छ, मलाई अमिलो मन पर्छ। यसको के हुन्छ यहाँ क को आई भनेको के हो म, आई लाइक
सोर्स भनेपछि आई लाइक सोर्स भनेको हो मलाई अमिलो मनपर्छ। 2 मा छ ऊ कहाँ जाँदैछ भने चाहिँ ऊ कहाँ जाँदैछ। खमा छ ऊ कहाँ जाँदैछ भने चाहिँ वेयर इज ही गोइङ। वेयर ही इज गोइङ भने चाहिँ ऊ कहाँ जाँदैछ भनेछ। प्रश्न नम्बर ग त्यसमै गमा झोलाभित्र किताब छ भनेछ। झोलाभित्र किताब छ यसमा के हुन्छ भने चाहिँ झोलाभित्र किताब छ भनेको छ। द बुक इज द बुक इज इन द बैग। इन द बैग। द बुक इज इन द बैग। प्रश्न नम्बर 5 मा छ खाली ठाउँमा आउने उपयुक्त स्वर वर्ण लेख्नुहोस् भनेछ। जुन चाहिँ खाली ठाउँमा आउने उपयुक्त स्वर वर्ण लेख्नुहोस् भनेछ। अ पुछ के हुन्छ। अ पुछ ध्यान दिनु। अ पुछ आ हुन्छ नु। आ पुछ के हुन्छ ई। त्यसपछि फेरि के हुन्छ ई अनि त्यसपछि उ आउँछ नि। अ आ ई उ। त्यसपछि आ पुछ के हुन्छ आ पुछ ई उ र उ ई उ ए हो यो आउँछ नि। यो लेख्नु पर्यो यस्तै लेख्नु पर्यो। प्रश्न अब त्यसमा छ 6 मा तलको खाली ठाउँमा व्यञ्जन वर्ण भर्नुहोस् भनेछ। व्यञ्जन वर्णहरू चाहिँ भर्नुहोस् भनेको छ तल यो खाली ठाउँमा। यसमा चाहिँ ए पुछ के हुन्छ र ए र ओ ए र ल ओ यो ठिक छ। खमा छ छ पुछ के हुन्छ छ पुछ ज छ ज ए ट हो। त्यसपछि अब 7 मा छ नदी विषयमा एउटा निबन्ध लेख्नुहोस् भने चाहिँ नदी विषयमा चाहिँ एउटा निबन्ध लेख्नुहोस्। अंग्रेजी आयो न अंग्रेजी इङ्ग्लिस आयो। अब इङ्ग्लिसमा के छ ध्यान दिएर हेर्नु ल। इङ्ग्लिस हो इन फिलिङ द ब्ल्याङ्क्स एज इन्डिकेट इन द ब्र्याकेट भनेछ। फिलिङ द ब्ल्याङ्क्स एज इन्डिकेट इन द ब्र्याकेट भनेको छ। अब यसमा एमा छ हि इज अ डटर अफ प्रेसिडेन्ट अफ नेपाल भनेछ। प्रेसिडेन्ट अफ नेपाल हि इज डटर अफ प्रेसिडेन्ट अफ नेपाल भनेको छ। ए एन्ड द यसमध्ये राइट के होला भन्ने छ यसको द हुन्छ। यसमा चाहिँ द हुन्छ। बीमा छ आई डटर अफ प्रिपेयरिङ फर लोकसा इक्जाम भनेछ। एम ह्याड ह्याभ भनेको छ। यसको आई एम हुन्छ। आईसँग जहिले पनि एम लाग्छ। सीमा छ हरि राइट्स अ लेटर डटर इज अ गुड राइटर हि आई हर भनेको छ। यसको राइट एन्सर हो हि। प्रश्न नम्बर 10 मा ट्रान्सलेट द फलोइङ सेन्टेन्स इन्टु नेपालीमा हि इज अ रिडिङ अ बुक भनेको छ। हि इज अ रिडिङ अ बुक भनेछ। यसको के हुन्छ नेपालमा ऊ किताब पढी रहेको छ। ऊ किताब पढिरहेको छ। तपाईले कुनै पीडीएफ तपाई कुनै बुक किन्नु पर्दैन है। ट्युसन पढ्नु पर्दैन। हामीले अनलाइनबाट पढायो भने तपाईको 100% नाम लेखिहाल्छ। लेखेको लागि तपाईले बुक चाहिँ नकिन्नु होला। पैसा मात्रै बर्बाद हुन्छ। बी मा चाहिँ सी इज माया भनेको छ। सी इज माया उनी माया हो। उनी माया हो। उनी माया हो। अनि त्यसमा इज राम प्लेइङ अ गिटार भनेको छ। यसको राइट एन्सर के इज भनेको के रामले गिटार रामले गिटार बजाई राखेको छ। के रामले गिटार बजाइराखेको छ। के रामले गिटार बजाइराखेको छ हुन्छ है। अनि 11 मा छ ड्याट कम्स इन द ब्ल्याङ्क स्पेस भनेको छ। तलमाथि जुन चाहिँ खाली ठाउँमा जुन चाहिँ स्पेस छ नि त त्यसमा चाहिँ कुन अक्षर आएको छ भन्छ। कुन आउँछ भन्नु खोजे। अब एफ जी एच यसपछि कुन आउँछ एफ जी एच भनेछ। आई जे आई आउँछ जे आउँछ। यो के हो के हो है। एफ जी एच आई जे के एन ओ पी क्यू आर एस क्यू र आर आउँछ यसमा। अनि त्यसमा चाहिँ
12 मा छ राइट स्मल लेटर अफ डब्लु र ई स्मल के हुन्छ डब्लु भनेको स्मलमा के हुन्छ डब्लु ए हो अनि ई भनेको के हो ई हो के हुन्छ ई डब्लु र ई स्मलमा अब त्यसपछि राइट अ क्यापिटल लेटर के र जी भनेछ क्यापिटल लेटर के र जी के हुन्छ भने के यो भयो अनि जी के हुन्छ जी चाहिँ यो हुन्छ यो हुन्छ अब हामी गणिततिर गइरहेका छौं ध्यान दिएर हेर्नु गणित है पहिला छ 14 मा जोड एडिसनल गर्नुहोस् भनेछ जुनमा चाहिँ 3 वटा छ एक एक मार्क्स छ 34 मा 18 जोड्दा कति हुन्छ भनेछ जुन चाहिँ 34 मा 18 जोड्दा 34 प्लस 18 जोड्दा कति हुन्छ बराबर 52 हुन्छ न अनि अर्को के छ 206 प्लस 749 जोड्दा कति हुन्छ भनेछ कति छ यस्तै गर्ने इक्जाममा 200 749 प्लस कति 206 कति हुन्छ 9 मा 6 जोड्दा 15 हेन्स कति गयो 1 4 1 5 7 2 9 955 भयो 955 भयो त्यसपछि अर्को के छ गमा छ 1765 प्लस 8402 भने छ अब यसमा चाहिँ 65 प्लस 8402 5 2 7 6 मा 6 भयो जोड्दाखेरि 7 4 11 को 1 माथिको एन्स 1 8 2 10 कति आयो 10167 हुन्छ न त्यसपछि घटाउ सब्ट्र्याक्सन 85 मा 14 घटाउँदा कति हुन्छ भनेको छ 85 मा चाहिँ जुन 14 घटाउँदा कति हुन्छ भनेको छ अब छ तपाईको 85 8 85 मा माइनस 14 घटाउँदा कति हुन्छ 71 हुन्छ न 71 हुन्छ यसको आन्सर कति हुन्छ 71 अर्को छ 387 माइनस 140 भनेछ अब 387 मा 140 घटाउँदा कति हुन्छ हेर्नुस् है 387 308 7 8 7 8 9 308 7 87 माइनस 140 घटाउँदा कति भयो यसो गाइस कति हुन्छ 24 हुन्छ 24 आउँछ नि यसको अब त्यसपछि हामी कतिमा छौं 16 327 मा 114 घटाउ है घटाएर देखाउँछु सरी यहाँ 387 माइनस 140 जुनमा चाहिँ कति आउँछ यसमा चाहिँ 247 आउँछ त्यसपछि 15 मा 6822 माइनस 2398 बराबर वाट भनेको छ यसमा कति आउँछ 4424 आउँछ त्यसैले मल्टिप्लाई गर्नुहोस् भनेको छ 16 को मल्टिप्लाई गर्नुहोस् भनेको छ 3 × 8 8 त्यहाँ कति हुन्छ 24 यो त सजिलै छ 87 × 6 बराबर वाट भनेको छ 87 × 6 बराबर कति हुन्छ यसमा 87 × 6 बराबर कति भयो 522 हुन्छ हैन 522 हुन्छ 4 4 4 × 8 8 बराबर वाट भनेको छ यसमा चाहिँ 3,94,272 हुन्छ 3,94,272 हुन्छ प्रश्न नम्बर 17 को ध्यान दिनु भाग गर्नुहोस् भने 25 भाग 2 गर्दाखेरि कति 2.5 भयो 865 माइनस 5 भाग गर्दाखेरि कति हुन्छ 865 भाग माइनस 5 भाग गर्दाखेरि त कति आउँछ 173 आयो 73 आयो त्यसपछि गमा 198 भाग 9 गर्दाखेरि कति आयो 22 आउँछ 22 आयो 18 मा अंकलाई अक्षरमा लेख्नुहोस् भने अंकलाई 18 मा अक्षरमा लेख्नुहोस् भने 18 को यो त देखाउँछ है अब के छ यसमा 18 मा 313 छ अब 313 कति हुन्छ 18 को क 313 भयो 313 भयो अनि त्यसको अर्को के छ 8
1 10 100 1000 10,000 85,000 भयो नि 85,000 यसमा खमा छ देख्नु भयो गाइस खमा छ 85,000 85,000 त्यसपछि छ 7,04,869 छ। अब यसमा चाहिँ 14,869 छ। यसमा चाहिँ अब के छ गएको 74,800 14,869 यही हुन्छ है 74,869। अब त्यसपछि अर्को 19 मा ध्यान दिएर 19 को अक्षरलाई अङ्कमा लेख्नुहोस् भने 189 भने छ 100 कति 89 189 त्यसपछि 2,450 भने छ 2,450 हुन्छ। त्यसपछि 73,540 73,540 हुन्छ। प्रश्न नम्बर कतिमा छ अर्को 20 मा ध्यान दिएर 20 मा छ खाली ठाउँमा कुन अङ्क आउँछ भनेछ लेख्नुस्। खाली ठाउँमा चाहिँ कुन अङ्क आउँछ भन्नुस् लेख्नुस् त 51 52 50 51 52 आउँछ न 52 5 2 52 53 54 878 879 880 881 र 882 आउँछ। थ्यांक यू सो मच। तपाईले च्यानललाई सब्स्क्राइब गर्नुहोला।